ल सर कफी बनाऊ त यार डिएक्सन को खाइदिउँ। मैले डिएक्सन को कफी रेडी गर्दैछु ल। ल धन्यवाद छ यार। आज डिएक्सन को कफी खानुपर्छ है, एकदमै स्वास्थ्यको लागि एकदम फाइदा छ है। हो ल सरक्क एउटा प्याकेट सिंगे एक कप एक कप एउटा प्याकेट एक कप। यसको लिमिट हुन्छ नि त, मात्रा कति कसरी मिलाएर खाने भनेर त्यसलाई मिलाएको हुन्छ नि त। अब धेरै थोरै कफी धेरै पानीमा हाल्नु पनि भएन। यहाँ डिएक्सन को झोलै बोकेर हिँड्नु हुँदो रहेछ त हौ तपाईँ त यहाँ। यो पुरै यो सबै हो, सामान चाहिँ धेरै छ। ल हेर्नु तातो पानी चाहिँ यहाँ छ है। ल तपाईँलाई तातो पानी हाल्नुपर्छ है। अब यसलाई खोलेर सर्लक्कसँगले खाइदिउँ न त त्यसो डिएक्सन कफी। फिट्नु त मजाले। ए त्यसो हो। ल आज चाखौँ न त तपाईँको डिएक्सन। म त कहिले खाएको छैन कि। ए यो खाएपछि तपाईँ पल्किनुहुन्छ। ल है साथी यो यस्तै छ है। ल हाम्रो सेन्ट त दामी आयो त यार। मजाले फिट्नु भयो। खत्रै सेन्ट आयो त हौ सर। ल खाइहेर्नु कस्तो छ। काम पुर्याइदिन्छ। स्पेसल छ। ल हो चिया चाहिँ हान्नुपर्छ त यार कफी। मैले खाइसकेँ भयो। जुठो चियास हुँदैन नि फेरि। ल ए दामी छ। खत्रै टेस्ट हुँदो रहेछ है। सुगरको प्रेसरको सुगर त धेरै लाग्छ। ग्यास्ट्रिकको सबैको छ नि। हामीले अब हेर्नु न यो सुगर त जसलाई पनि छ है। अब सबैको छ नि। अब रोग पालेर बस्छन्, यो प्रोडक्टहरू युज गर्दैनन्, अनि हस्पिटलको औषधि खान्छन्। हस्पिटल औषधि कामै गर्दैन, अन्त्यमा मृत्युको मुखमा पुग्नु बाहेक अरू विकल्पै छैन। मानिसहरूलाई भन्दाखेरि उनीहरूले पत्याउँदैनन्। तर मलाई चाहिँ यो खाएर निको भएको है। प्रेसर मेरो यति हाई थियो, सुन्नु न, प्रेसर मेरो यति हाई थियो कि मैले डक्टरको औषधि खाँदा 2 वर्ष खाएँ, पैसा मात्रै गयो, निको भएन। अनि त्यहाँबाट यो डिएक्सनको यही कफीहरू, अरू मरिन जुसहरू, स्पाइरुलिनाहरू खाएको होइन, 2-3 महिनामा च्वाट्टै भयो मलाई अहिले। सल्लाह र सुझावको लागि यहाँलाई धेरै धेरै धन्यवाद। ल सर कफी बनाऊ त यार डिएक्सन को खाइदिउँ। मैले डिएक्सन को कफी रेडी गर्दैछु ल। ल धन्यवाद छ यार। आज डिएक्सन को कफी खानुपर्छ है, एकदमै स्वास्थ्यको लागि एकदम फाइदा छ है। हो ल सरक्क एउटा प्याकेट सिंगे एक कप एक कप एउटा प्याकेट एक कप। यसको लिमिट हुन्छ नि त, मात्रा कति कसरी मिलाएर खाने भनेर त्यसलाई मिलाएको हुन्छ नि त। अब धेरै थोरै कफी धेरै पानीमा हाल्नु पनि भएन। यहाँ डिएक्सन को झोलै बोकेर हिँड्नु हुँदो रहेछ त हौ तपाईँ त यहाँ। यो पुरै यो सबै हो, सामान चाहिँ धेरै छ। ल हेर्नु तातो पानी चाहिँ यहाँ छ है। ल तपाईँलाई तातो पानी हाल्नुपर्छ है। अब यसलाई खोलेर सर्लक्कसँगले खाइदिउँ न त त्यसो डिएक्सन कफी। फिट्नु त मजाले। ए त्यसो हो। ल आज चाखौँ न त तपाईँको डिएक्सन। म त कहिले खाएको छैन कि। ए यो खाएपछि तपाईँ पल्किनुहुन्छ। ल है साथी यो यस्तै छ है। ल हाम्रो सेन्ट त दामी आयो त यार। मजाले फिट्नु भयो। खत्रै सेन्ट आयो त हौ सर। ल खाइहेर्नु कस्तो छ। काम पुर्याइदिन्छ। स्पेसल छ। ल हो चिया चाहिँ हान्नुपर्छ त यार कफी। मैले खाइसकेँ भयो। जुठो चियास हुँदैन नि फेरि। ल ए दामी छ। खत्रै टेस्ट हुँदो रहेछ है। सुगरको प्रेसरको सुगर त धेरै लाग्छ। ग्यास्ट्रिकको सबैको छ नि। हामीले अब हेर्नु न यो सुगर त जसलाई पनि छ है। सबैको छ नि। अब रोग पालेर बस्छन्, यो प्रोडक्टहरू युज गर्दैनन्, अनि हस्पिटलको औषधि खान्छन्। हस्पिटल औषधि कामै गर्दैन, अन्त्यमा मृत्युको मुखमा पुग्नु बाहेक अरू विकल्पै छैन। मानिसहरूलाई भन्दाखेरि उनीहरूले पत्याउँदैनन्। तर मलाई चाहिँ यो खाएर निको भएको है। प्रेसर मेरो यति हाई थियो, सुन्नु न, प्रेसर मेरो यति हाई थियो कि मैले डक्टरको औषधि खाँदा 2 वर्ष खाएँ, पैसा मात्रै गयो, निको भएन।
अनि त्यहाँबाट यो डिएक्सनको यही कफीहरू अरू मरिन जुसहरू स्पाइरुलिनाहरू खाएको होइन 2-3 महिनामा च्वाट्टे भयो मलाई अहिले सल्लाह र सुझावको लागि यहाँलाई धेरै धेरै धन्यवाद।